हेलो हाई सेवा दर्शक नमस्ते सम्पूर्णलाई हार्दिक स्वागत छ मेरो सञ्जेरा युट्युब च्यानलमा। सम्पूर्णलाई साउने सङ्क्रान्तिको हार्दिक शुभकामना भन्न चाहे। कहाँ हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, सबैजना सन्चै आरामै हुनुहुन्छ होला भने म विश्वासको साथ म आज एउटा भ्लग बनाउनु गएर मिनी भ्लग बनाउनु गइरहेको छु। साथीहरू मेरो यता जेम्स हो। हेलो हाई भन्दै भाइ हेलो भन्दै हेलो गाइज भन्नु पऱ्यो नि त। अन्त यस्तो छ यो घाम चाहिँ यस्तो छ साथीहरू। आज साउने सङ्क्रान्ति विशेष गरी लुतो फाल्ने दिन भन्छन् बुढापाकाले। सबैजनाले लुतो फालेर मनाउनु होला यस्तो छ साथीहरू। समयले 8:10 बाँकी रहेको छ। यहाँनिर चाहिँ साउने सङ्क्रान्तिको दामी बनायो दामी। सबैजना लाइभ भइरहेको छ। क्यालिङले पनि यतातिर व्यस्त। सिक्नुपर्छ बनाउनु। यो पनि एउटा शिक्षा नै हो। होटल व्यवसाय युनिसाले पनि बनाउँदैछ, यहाँ निमाङले पनि बनाउँदैछ। खुच्चे के हो यो भन्छ? जस्मिनले पनि भनेर बनाउँदैछ। सबै लागि भइरहेको छ। मोमोको प्रकार चाहिँ यस्तो रहेछ साथीहरू। तर मोमो बनाउनु चाहिँ कोही पनि दक्ष चाहिँ रहेनछौँ हामी। सिक्दैछौँ। घाम लागेर टन्टल घाम लागिरहेको छ। यस्तो छ यहाँको वेदर चाहिँ। मकै पाकेर फाँडेर अब कोदोको लागि तयार हो। कोदोको बिउ त हानेको छैन। मेरो खुच्चे ल खुच्चे हेलो गाइज भन्नु। म मोमो बनाउँदैछु भन्नु। कुनको फ्यान रे कान्छ? रोनाल्डोको। ए ल ठिक छ। अनि रोनाल्डो त रुँदै अस्ति जाँदै थियो त मैदानबाट हारेर। ल यस्तो छ साथीहरू। यस्तो चरिपरि केरा पसाइरहेको छ। यो पारीको डाँडा मिक्लाजुङ हो। यो बिचमा चाहिँ तेली खोला छ। तेली खोला भन्दा हो यता चाहिँ लेटाङ नगरपालिका पर्छ। आजको मौसम यस्तो छ है साथीहरू। यहाँ फेरि विश्वकपको चर्चा भइरहेको छ। हल्यान्ड भन्छ के भन्छ? हल्यान्ड पनि गइसक्यो त। रोनाल्डो रुँदै गयो। सानकेन अस्ति नि रुँदै थियो। रोनाल्डो हार भन्छ। म चाहिँ मलाई चाहिँ जसले विश्वकप जित्छ म चाहिँ त्यसकै फ्यान भनिरहेको छु। मेसी भन्नेलाई चाहिँ एक मुट्कीले ढलाइदिन्छु। मेसी भन्ने हो कि आफूले एक झापा देख्छ। यो मान्छे के भन्छ? यो सबै रोनाल्डो 7 को जर्सी लगाएको छ। जस्मिन पनि रोनाल्डो 7 नै रहेछ। कान्छ निमाङ त्यस्तो फटा काम नगर्न खोज्छ। क्यालिङ यता रो। तपाईँहरूको केबाट भएको छ भन्नु? गरम कि गरम तितो गरेर लानु। कहाँ काम गर्नुपर्ने यो यस्तो ढुङ्गामा?
जस्तै धुवा त गर्नु त यो किमा नमस्ते हामी नेपालको घरका नमस्ते म चाहिँ खतरामा यस्तो पो त भरियो जिम्मा त क्यालिङ भरे हेर्नु है भिडियो यस्तो खतरा घाम लागिरहेछ शीतलमा बस न शीतलमा बस भर्दो एक भर्दो भइसकेको छ यहाँ बाँकी नै छ अझै छ ल हाम्रो यहाँ सुरु भयो ल काका बस्नु न बस्नु कुर्सी मासु अलिकति त्यो आत्माको आमाको पोल्नु लागेको कि सक्ने कि को जेबामा सा कस्तो छ कस्तो छ हेलो 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 क्यारली यो नि सहायता र सधैँ सक्यो भने त हाम्रो